सबैलाई नमस्कार। म डाक्टर कृष्ण प्रसाद रेग्मी, पेसाले म मुख तथा अनुहार शल्य चिकित्सक, यो दन्त चिकित्साको एउटा विशेषज्ञता पर्छ। जिब्रोमा बाखर धेरैको जम्या हुन्छ है। अब जिब्रोमा बाखर जम्ने छुट्टै प्रक्रिया छ, त्यसको बारेमा फेरि छुट्टै भनौँला। छुट्टै जिब्रोमा बाखर चाहिँ जम्ने धेरै कारणमध्ये पेटको समस्या दायाँमा छन्, तर त्यसलाई ब्रस गर्ने बेलामा चाहिँ यसले आजकलको ब्रसमा त्यो ब्रसको पछाडिपट्टि सानो दाना दाना घेरिएर पराएको हुन्छ, त्यसले पनि सफा गरिदिन्छ एउटा कुरा। र जिब्री पनि हुन्छ, जिब्री पनि सफा, जिब्री भन्छ त्यो दाँत होइन जिब्रो सफा गर्ने, त्यो पनि तिखो खालको चाहिँ प्रयोग गर्नु भएन है। नर्मल खालको सामान्य तरिकाकै प्रयोग गरे हुन्छ। त्यो बाखा भनेर त्यहाँ हाम्रो भएको स्वाद थाहा पर्ने तन्तुहरू पनि कहिलेकाहीँ गइदिन्छ, त्यही भएर घोटेर चाहिँ गर्नु भएन। सामान्यतः आजकलको ब्रसहरूमा चाहिँ त्यो ब्रसको पछाडिपट्टिको जुन पछाडिपट्टि रेसाहरू हुन्छ त्यसले मात्रै सफा गरिदिए हुन्छ है त। हस्, अनि मजाले औँलाले, तपाईँले औँलाले पनि सफा औँलाले मजाले ब्रस गर्न सक्नुहुन्छ। जस्तो बुढापाकाहरूले चाहिँ पहिला ब्रस गर्ने चलन थिएन, खाना खाइसकेपछि चाहिँ मजाले कुला गरिदिनु हुन्थ्यो, अनि त्यसपछि औँलाले नै मजाले सफा गरिदिनु हुन्थ्यो। उहाँहरूको कति बुढापाकाहरूको अहिले पनि हेर्दा राम्रो देखिन्छ, किनकि उहाँले घरेलु तरिकाले नै गर्न सकिन्छ। अहिलेको नयाँ तपाईँको सोफिस्टिकेटेड इन्स्ट्रुमेन्ट नै चाहिन्छ भन्ने छैन। अब अहिले मेरो मुख सफा भएन भनेर त्यो ब्रस मात्र होइन कि इलेक्ट्रिक ब्रस, दायाँ ब्रस गर्ने चलन छ, त्यति पनि गर्नु पर्दैन। तपाईँ पहिलाका बेसिक कुराहरू नै तपाईँले चाहिँ प्रयोग गरेर मुख सफा गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।